आजभोलिको त्यो तल गएको एन्जलीले त यार बालै दिन नि यार। तिमीलाई माया गर्छ त एन्जेलीले? तिम्रो एन्जेली यतै आउँदैछ त। के भयो एन्जली? के हुनु नि, पल्ल गएको केटाहरूले रखरेर आएको के। ओए एन्जली, तिमीलाई हात त लाएन नि? तिम्रो एन्जलीलाई केही भएन के? ओए एन्जली साँच्ची नै हो र? कति न मैले भनेको कुरा विश्वासै नगर्ने। उसकै एन्जलीलाई सोध्नु पर्ने। चुप लाग्न, तिमी कति बोल्यो कि? कति न म चाहिँ बोलेन भने जस्तो। केको सल्लाह चल्दैछ? हिँड मसँग। ओए हात छोड। अट्याक केटा हो। ओए भाइ त हिरो बने हो? के गर्छस्? तैँले साँच्चीकै खोजे हो? आफै हिरो बन्न आउँछस्, के गर्छस्? तैँले साँच्चीकै खोजे हो? के भयो, डरायो? पक्तालाई मैले जानेको छु। तिमी किन हतारमाको डराएको जस्तो छ त? मलाई लखाडेको भनेर के भन्नु? केटीको अगाडि त हिरै भन्नु पर्यो। ओइ सुमन, तिमी किन डराएको? त्यस्तो केही पनि होइन। अनि किन डराएको त? कुरा चाहिँ के हो भन्दा माखला गाउँको केटाहरूलाई ढुट्टो हानेर आएको, गाउँको मान्छेलाई थाहा हुन्छ भनेर दौडेर आएको के। हानेर हो कि तिम्रो चाहिँ लखटेर हो? ओइ समर, किन नबोलिकन गएको? रिसाएको हो? किन मसँग बोल्नु पर्दैन? उसँग बोलेर बस न। तिमी कुरै नबुझिकन नरिसाउ न यार। मैले बुझेर त बोलेको नि। के बुझेर तिमीले त्यस्तो कुरा? मैले होइन कि कसैले बुझाएन मैले कुरा। को हो र तिम्रो त्यो मनको राजा? कोही होइन कि? भन न, हामीलाई चाहिँ भन्न नहुने हो र? नभन्नु मलाई। भन साथीलाई पनि भन्न नहुने हो र? भन्नै पर्ने हो र? भन के हुन्छ र? हैछ नि म अघि आउँदाखेरि कुरा त यस्तो रहेछ है। अनि मनको कुरा भन्नु न भनेर मलाई डर लाग्छ कि? आफ्नो मान्छेलाई भन्नलाई पनि किन डर लाग्ने हो र? मनको कुरा भनिदिने हो। उसले एक्सेप्ट गर्यो भने गर्यो, गरेन भने हामी आफ्नो बाटो लाग्दिने भनिदिनु हो र? कस्तो मलाई लाज लाग्छ। भन कि केही नि हुन्न। दोष तिमी आजसम्म भेट्न गएको? के भने दोष यार, मलाई एन्जलीले बाल्य दिन के जाने भेट्न? हिजो एन्जलीले तिमीलाई सोध्दा थियो। के भनिरहेको थियो र एन्जलीले? तिम्रो बारेमा कुरा गरेर बसेको थियो। होइन होला। हो कि कस्तो नपत्याएको? म घर जान्छु ल, मलाई आमाले बोलाएको छ। होइन कि म जान्छु सँगसँगै।